Hello everyone, welcome back to my channel. Hope so you all are good. So आज चाहिँ म कलेजको ड्रेसमा छु, तपाईहरु देख्न सक्नुहुन्छ। र आज चाहिँ के स्पेशल छ भन्दाखेरि आज चाहिँ के स्पेशल छैन, स्पेशल चाहिँ भोलिबाट छ। भोलिबाट स्पेशल सुरु हुँदैछ र स्पेशल चाहिँ के हो भन्दाखेरि भोलिबाट चाहिँ म चाहिँ टुर जाँदैछौ, हामी साथीहरु चाहिँ टुर जाँदैछौ। त्यो पनि यस्तो राम्रो ठाउँमा जाँदैछौ। हामी चाहिँ साथीहरु हामी क्लास 12 ग्रेड 12 चाहिँ एज अ मेमोरीको लागि चाहिँ हामी टुर जाँदैछौँ र टुर चाहिँ हामी अपर मुस्ताङ जाँदैछौँ टुर। र आई एम सो एक्साइटेड, म चाहिँ एकदम धेरै एक्साइटेड छु भोलिको लागि। भोलि बिहान जानुपर्ने छ, भोलि बिहान हामी यहाँबाट पोखराबाट हिँड्नेछौँ र अहिलेसम्म मेरो प्याकिङ केही भएको छैन। सो म एक्साइटेड नै छु अनि के प्याकिङ गर्ने केही रेडी गराएको छैन एक्ज्याक्टली भएको। र अहिले चाहिँ राति भइसकेको छ, म भर्खर आइपुगेर अब म भोलिको लागि प्याकिङ गरेर जाँदैछु। नो मैले चाहिँ झुट बोलायो, अहिले चाहिँ दुसराको टाइम छ र अब चाहिँ मैले केही प्याक गरेँ होइन र अब म प्याकिङ गर्न जाँदैछु। के गर्छु थाहा नै छैन। म चाहिँ अब पछि एकैचोटि आई थिङ्क म प्याकिङ गर्छु के गर्छु मलाई थाहा छैन, त्यसैले म चाहिँ क्याप्चर गर्न सक्दिनँ। त्यो पछि चाहिँ म भेट्ने छु। सो आज चाहिँ अहिले चाहिँ बिहान भइसकेको छ र अहिले चाहिँ बिहानको 5:30 बजेको छ। म चाहिँ जानुको लागि रेडी छु र यो चाहिँ मेरो ड्रेस रहेको छ आजको। अब चाहिँ म जाँदैछु यहाँ घरबाट निक्लेर। अहिले चाहिँ हामी घट्टे खोलामा छौँ। अहिले चाहिँ हामी घट्टे खोलामा छौँ र अब हामी सुइखेत रिसोर्ट भ्यालीमा पुग्न लागेका छौँ। र यहाँको भ्यू चाहिँ यस्तो रहेको छ, पुरै रुखहरू छ, हरियो जङ्गल छ, ग्रिन छ सबैतिर। अहिले तपाईहरु देख्न सक्नुहुन्छ अन्नपूर्ण हिमाल देखिएको छ। ओके, हामी चाहिँ अब नौडाँडा पुग्यौँ। नेपालको सबभन्दा धेरै पानी बढ्ने ठाउँ लुम्ले कास्कीमा आइपुगेका छौँ। अहिले चाहिँ हामी खाजा खाँदैछौँ, समोसा तरकारी। गाइस हामी कलेश्वर महादेवको मन्दिर आइपुग्यौँ, म्याग्दी जिल्लाको। Say hello. काली गण्डकी नदी चाहिँ एकदम राम्रोसँग स्वच्छ निर्मल तरिकाले बगिरहेको छ। अहिले चाहिँ हामी म्याग्दी जिल्लामा रहेको प्राकृतिक तातो पानी आउने ठाउँ तातो पानी कुण्डमा रहेका छौँ। गाइस हामी भर्खर तातो पानी कट्यौँ। तातो पानीमा गएर एकछिन हामीसँग धेरै टाइम नभएको भएर त्यहाँ गएर धेरै टाइम चाहिँ स्पेन्ड गर्न सक्छौँ। हामी जस्ट त्यहाँ गएर हेरेर चाहिँ कट्यौँ अब तातो पानी र अब त्यहाँबाट अगाडि लाग्यौँ। यहाँ चाहिँ हाम्रो इन्चार्ज र फिजिक्स सर डान्स गर्दै हुनुहुन्छ, त्यो वहीँ हुनुहुन्छ र यो चाहिँ हाम्रो बिरामी साथी। कुन गाउँ अरे? तितार गाउँमा आएर खाना खानको लागि हामी चाहिँ तितार भिलेज पुगेर अब खाना खानको लागि रोकेका छौँ। हामी चाहिँ यहाँ खानासाना खाएर यताको भ्यू हेर्दै इन्जोय गर्दैछौँ। यहाँको भ्यू चाहिँ यस्तो रहेको छ।
त्यहाँ चाहिँ सुन्तलाहरू रहेको छ, कस्तो राम्रो छ। ओइ साइडमा आऊ, यहाँ चाहिँ खोला रहेको छ, सेती खोला। सेती खोला हामी चाहिँ त्यतिर भिलेजबाट 2 मिनेट अगाडि रहेको रूपसी झरनामा पुगेका छौँ। हामी यहाँबाट बिदा लिँदैछौँ, अब जाँदैछौँ। हामी रूपसे झरनामा छौँ। हामी अब बसतर्फ लाग्दैछौँ। बाटो पुरै यस्तो ढुङ्गा रहेको छ, धेरै रिक्सी छ जान। भ्यू हेर्न चाहिँ रमाइलो छ। तपाईँहरूलाई नि सजेस्ट गर्छौँ आउनको लागि। रिक्सी भए पनि हामीले मेमोरेबल मोमेन्ट क्याप्चर गऱ्यौँ, रमाइलो लाग्यो। र फाइनली हामी मुस्ताङभित्र प्रवेश गरिसकेका छौँ। हामी चाहिँ मार्फा गाउँ आइपुग्यौँ र यहाँ घुम्दैछौँ। गाइज अहिले हामी जेरी गल्लीमा छौँ। जेरी कि जेरी 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 गल्लीमा छौँ र हामी चाहिँ यो शेर्पा ड्रेस लगाएको छौँ। हेलो सुस्तिका प्रकृति खोइ यता ल त्यही हो। हाई यहाँको भ्यू यस्तो रहेको छ। यता यता गाइज हामी अब जेरी गल्लीबाट निक्ल्यौँ। अब हामी बसमा चढेर जाने लाग्दैछौँ। यस्तो चिसो हावा चल्दैछ, रातिको टाइम भइसक्यो। गाइज हामी यहाँ जमसम एयरपोर्टमा आयौँ र आज हामी रोक्दैछौँ। हामी अब हाम्रो रुमतिर जाँदैछौँ। आज हाम्रो बसाइ यति हुन्छ, रमाइलो गर्छौँ। अब हामी पछि भेट्नेछौँ ल। गाइज फाइनली हामी हाम्रो यहाँ रुममा छौँ र यहाँ चाहिँ डान्स चलेको छ। खाना खाइसकेर रातिको सुत्नको लागि रेडी भएको छौँ र डान्स पनि गर्दैछौँ। हाम्रो रुमभित्रकै डान्स देखाउन चाहन्छौँ। Day 2 हेलो गाइज, आज हाम्रो डे 2 अनि अब हामी जानको लागि रेडी भइसकेको छौँ। अहिले चाहिँ बिहानको 5 बज्न बाँकी नै छ। हामी चाहिँ रेडी भइसक्यौँ र अब हामी माथि जाँदैछौँ। यहाँ जमसमबाट माथि जाँदैछौँ। सो अब हामी चिया खाएर निक्लिन्छौँ एकछिन र पछि भेट्छौँ। आइसक्यौँ र अब हामी चाहिँ यहाँबाट जाँदैछौँ।
हुन्छ है। हामी खाजा खानुको लागि यहाँ रोकेका छौँ गाइज। हामी खाजा खानको लागि घिलिङ भन्ने ठाउँमा रोकेका छौँ र यहाँको भ्यू चाहिँ यस्तो रहेको छ। गाइज फाइनली हामी छुसारमा खाना खाएर अब हामी चाहिँ माथिको बोर्डरतिर लाग्दैछौँ। अब यहाँबाट चाहिँ थोरै रिस्की रहेको छ, तर हामी जान्छौँ। हामी गोर्खालीका सन्तान हो नि त, थोरै रिस्क त उठाउनु नै पर्यो। फाइनली गाइज चाइनामा आइपुग्यो हामी। चाइनाको चाइना रहेको छ। चाइना, नेपाल, चाइना। हामी चाहिँ चाइना बोर्डरबाट कागबेनीतर्फ लागेका थियौँ र बसमा राति भएर बसमा नै इन्जोय गर्दैछौँ। फाइनली हामी 11 बजी चाहिँ हाम्रो रुममा पुग्दैछौँ र यहाँ चाहिँ यही चल्दैछ। गाइज 1:10 जाँदाको काम यहाँ खाँदैछौँ। डे 3 गाइज आज चाहिँ हाम्रो थर्ड डे र हाम्रो चाहिँ मन्दिर मुक्तिनाथ मन्दिर जानुको लागि रेडी भइसकेका छौँ। यहाँ रेडी हुँदैछन्। गाइज हामीले थाहा भयो हिउँ पर्दैछ अहिले अनि एकदम चिसो माथि र यहाँ पनि एकदम चिसो हावा चलिरहेको छ। त्यसैले चाहिँ सेफ्टीहरू अप्नाएर जानुपर्छ। गाइज यहाँको एकदम भ्यू चाहिँ एकदम चिसो र हृदय विदारक, मतलब के भन्छ एकदम चिसो रहेको छ। यस्तो भ्यू रहेको छ यहाँको चाहिँ। पुरै आकाश पुरै कालो भइसक्यो छ बादलहरूले। र हामी यहाँ तल झरेर मुक्तिनाथको लागि हिँडिसकेका छौँ। यहाँको भ्यू चाहिँ यस्तो छ। गाइस अहिले चाहिँ हामी मुक्तिनाथ मन्दिरबाट यहाँ तल सेल्फी डाँडामा आइपुगेका छौँ र यहाँ चाहिँ एकदम हावा चलेर यहाँको मौसम एकदम चिसो रहेको छ। एकदम चिसो हावा चलेको छ र सबैतिर हावाले उडाइराखेको छ।
लेकमा आइपुगेका छौँ र यहाँ चाहिँ एकदम पानी परिरहेको छ र एकदम चिसो छ। लेकपछि चाहिँ हामी खाना खाएर माछामा केही सामानहरू किनेर अब हामी चाहिँ यताबाट अगाडि बढ्यौँ र यहाँ चाहिँ पुरै हिउँ परिरहेको छ, स्नोफल भइरहेको छ माथितिर। गाइज अनि हामी चाहिँ मालढुङ्गामा आएर खाना खायौँ, त्यसपछि चाहिँ घरतिर लाग्यो, भाडातिर लाग्यो र हामी चाहिँ 11 बजे 10:30 बजेसम्म चाहिँ हामी कलेजमा आइपुग्यौँ र 11 बजेसम्म चाहिँ हामी घर पुग्यौँ। सो अब चाहिँ यो भिडियोलाई एन्ड गर्ने टाइम आएको छ। होप यु अल विल लाइक दिस भिडियो। ओके, बाई बाई। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब माई च्यानल।